माथि चाहिँ पुरै देवताहरू चाहिँ बास हुनेछन् भनेर अनि शान्त भयो त्यो वास्तु पुरुष। त्यस दिनदेखि चाहिँ ईशानदेखि पूजा गर्ने त भयो, ईशानदेखि नैऋत्यसम्म। कहिले पनि त्यो वास्तु पुरुषलाई उल्टो फर्किएको यस्तो यस्तो पल्टेको होला, त्यहाँबाट त्यहाँ पूजा गर्नु। खुट्टा चाहिँ यहाँ हुन्छन्, मुन्टो चाहिँ ईशानमा हुन्छ वास्तु पुरुष। त्यस्तो किसिमको पुरुषको प्रतिमा नै बनाउनुपर्छ घरमा। 81 चाहिँ नै खाना बनाउनुपर्छ। त्यो घर बनाएर हजुरको जमिनमा नै हो पूजा गर्ने। वास्तुको पनि वास्तु पूजाको पनि एउटा सर्पको रूप बनाए पनि सर्पको आकार बनाएको देखेँ मैले। नाग, त्यो त नाग हजुरको हो। जस्तो अघि उहाँले पहिल्यै दिनमा भन्नुभयो नि, हामी यसा गर्छौँ, थाहा पाउँदैनौँ। उत्तरायणमा मुख्यता, दक्षिणायनमा मुख्यता, फेरि त्यसको त्यो छैन ऋतुअनुसार। तपाईँको असोज 2 महिनामा असोज र कार्तिकमा मुख कहाँ हुन्छ, 4 विषय हुन्छ। फेरि त्यो 3 महिना हो, 3 महिना अगाडि 6 महिना 6 महिनामा त पूर्ण रूपमा परिहाल्छ। 3 महिना हजुरको 3 महिना हो। 3 महिना छ। किनभने अब दक्षिणमा छ, एकैपल्ट उत्तरायणमा उत्तर पुग्दैन नि त, पुग्दैन। स्टेप छ, स्टेप अनुसार जाने हो नि। त्यसैले त्यहाँबाट यहाँ पुग्न 3 महिना लाग्यो। पूर्ण रूपमा उहाँ पुग्न अनि 6 महिना यस्तो। तर खासमा 3 यो महिना वास्तु पुरुष र त्यो फरक छ। नागको कुरा वास्तु पुरुषै हो हजुरको होइन। यो नाग चाहिँ नि नागको कुरा हो। नागको उल्टाको कहिले यहाँ लेखेको छ हजुरको भदौ अश्विन कार्तिकमा चाहिँ पूर्वतिर है, फाल्गुन चैत वैशाखमा पश्चिमतिर, अनि मङ्सिर पौष माघमा दक्षिणतिर, अनि जेठ असार श्रावणमा चाहिँ उत्तरतिर। अब जो उहाँले पहिल्यै दिन भन्नुभएको थियो, जो हामी बाहिरको रेखामा चाहिँ सर्पको आकार बनाउँछौँ, अब कहाँबाट चाहिँ उत्तर भइहाल्छ। 3 महिनामा सर्पको मुख कैतर छ, त्यहाँदेखि सुरु गरेर भइ छोड्ने, अनि 3 महिनाको यज्ञमा चाहिँ यो चाहिँ रेखा हान्ने काम गर्नुपर्छ। त्यो अति उत्तम नीति। अब कसैलाई त्यति याद भएन भने उसले अब दक्षिणायन छ भने दक्षिणायन भने दक्षिणतिर पनि गर्ने थियो। अब 3 महिना उत्तरायण, 6 महिना दक्षिण, 6 महिना उहाँले पहिल्यै दिन भनेको थियो नि। एक दोस्रो यो कुरा के भनेपछि हजुरको हामी अहिलेको भागले के छौँ त विद्यार्थी। उहाँले भन्यो हामीले अनुशासनमा चाहिँ अलि चिसो पनि भयो, ठिक आएन। अब विद्यार्थीको लागि चाहिँ हाम्रो एउटा गुरुजीले भन्नुभएको थियो, एउटा श्लोक मलाई आयो। अनि विद्यार्थीको चाहिँ कस्तो हुनुपर्छ, काको चेष्टा बको ध्यानम स्वानिन्द्रा तथैवच अल्पहारी गृह त्यागी विद्यार्थीनाम पञ्चलक्षणम। यस्ता 5वटा लक्षण भएको विद्यार्थीले नै विद्या आर्जन गर्न सक्दछ। काको चेष्टा, कौको जस्ता ज्ञान हुनु पर्यो। उहाँ पढाइराखेका थिए, हामी गफ गऱ्यौँ, टोकाइ पायौँ।